नमस्कार र स्वागत छ यस विशेष प्रस्तुतिमा। आज हामी विश्वको सर्वोच्च शिखर सगरमाथाबारे चर्चा गर्दैछौँ। सगरमाथा, जसलाई अङ्ग्रेजीमा माउन्ट एभरेस्ट भनिन्छ, नेपालको गौरव र विश्वको आश्चर्य हो। यसको परिचयबाट सुरु गरौँ। सगरमाथालाई संसारको छाना पनि भनिन्छ। यो पृथ्वीको सबैभन्दा उच्च बिन्दु हो, जसले नेपाल र चीनको सीमालाई छुन्छ। नेपालका लागि सगरमाथा पर्यटन र पहिचानको प्रमुख स्रोत हो। यसले विश्वभरका पर्वतारोही र साहसिक पर्यटकहरूलाई आकर्षित गर्दछ। अब हामी सगरमाथाको भौगोलिक विशेषताहरूका बारेमा जानौँ। सगरमाथाको आधिकारिक उचाइ 8,848.86 मिटर 29,031.7 फिट छ। यो महालङ्गुर हिमाल श्रृङ्खलाको एक भाग हो। सगरमाथाको मौसम अत्यन्तै कठोर हुन्छ। यहाँको तापक्रम सधैँ शून्यभन्दा तल रहन्छ र शक्तिशाली आँधीबेहरी चल्छन्। सगरमाथाको आरोहणको इतिहास निकै रोमाञ्चक छ। धेरै प्रयासपछि यसको शिखरमा पुग्न सफल भएको थियो। सन् 1953मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सफलतापूर्वक सगरमाथाको शिखरमा पाइला टेकेका थिए। नेपाली शेर्पा पर्वतारोहीहरूले आरोहणमा ठूलो योगदान दिएका छन् र धेरै विश्व कीर्तिमानहरू बनाएका छन्। उहाँहरूको साहस अतुलनीय छ। सगरमाथाको आरोहण कुनै साधारण यात्रा होइन। यसमा अनेकौं गम्भीर चुनौतीहरू छन्। 8,000 मिटरभन्दा माथिको क्षेत्रलाई मृत्यु क्षेत्र भनिन्छ, जहाँ अक्सिजनको कमीले पर्वतारोहीको ज्यान जान सक्छ। अचानक आउने खतरनाक मौसम परिवर्तन र हिमपहिरो एभलान्चेस सगरमाथामा सबैभन्दा ठूला खतरा हुन्। बढ्दो आरोहण गतिविधिका कारण फोहोर व्यवस्थापन सगरमाथाका लागि एक गम्भीर वातावरणीय मुद्दा बनेको छ। सगरमाथाको धार्मिक र सांस्कृतिक महत्त्व पनि कम छैन। यसलाई स्थानीय समुदायले पवित्र स्थल मान्छन्। शेर्पा समुदायका लागि सगरमाथा एक देवीको रूपमा पूजनीय छ, जसले उहाँहरूको जीवन र संस्कृतिमा गहिरो प्रभाव पारेको छ। सगरमाथा पर्यटनले स्थानीय अर्थतन्त्रलाई ठूलो टेवा पुर्याएको छ, तर यसले पर्वतीय वातावरणमा दबाव पनि सिर्जना गरेको छ। अन्त्यमा सगरमाथा केवल एक अग्लो पहाड होइन, यो साहस, संस्कृति र प्रकृतिको भव्यताको प्रतीक हो। हामीले सगरमाथाको प्राकृतिक सुन्दरता र पवित्रतालाई भावी पुस्ताका लागि जोगाउन यसको संरक्षणमा ध्यान दिनु आवश्यक छ। यो यात्रामा हामीसँग सामेल हुनुभएकोमा धेरै धेरै धन्यवाद। सगरमाथाबारे थप जानकारीको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्।